सुनसान छ पाखा पखेरो, रित्तो रित्तो छ बस्तीहरू, बाँझो छ खेत तिमी गएपछि। धेरै टाढा पुगेर वर्षौं लगाएर लाखौं खर्च गरेर तिमीले धेरै पढ्यौ। फर्केर आउँदा झोलाभरि प्रमाणपत्रको भारी बोकेर फर्क्यौ। तर तिमी किन उदास? बजारमा तिम्रो योग्यता बिक्री नभएपछि आफैलाई बन्दकी राखेर खाडी भास्यौ पराईको नोकर बनेर गुलामी गर्न। तर तिम्रो आँखामा किन आँसु? हरेक साँझ हवाई जहाजको आवाजसँगै म तर्सिन्छु तिमी फर्क्यौ कि भनी। होइन होइन, हामीलाई बिर्सेर उतै बस्यौ कि भनी। साउले तलब दिएन कि भनी, अप्ठ्यारोमा पर्यौ कि भनी। अरू के सोचेर सधैँ म किन हताशमा हुन्छु, किन तरासमा हुन्छु तिमी गएपछि। नमस्कार, म नवराज श्रेष्ठ। तिमी गएपछिको शीर्षकको कविता हेरेर सुनेर कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।